ल अब चाहिँ एउटा भिडियो बनाउँछु राम्रो। आज वेदर चाहिँ एकदम चिसो छ हिजो भन्दा। अनि आज म चाहिँ 10 राउन्ड हान्न लागेको छु। म रेगुलर गरिरहेको रनिङमा चाहिँ फिटनेसमा 10 टाइम्स आज रन गर्ने हो। आज वेदर एकदमै चिसो छ मौसम। अनि त्यहाँ गएर आज 10 राउन्ड हानिसकेपछि घर आउने हो। घर आउनुभन्दा अगाडि सर्ट चिकन लाने हो। चिकनलाई आज अस्ति मैले फर्सी ल्याएको छु, त्यो फर्सीसँग मिक्स गरेर खानु पर्यो। आज कुकरमा हालेर ग्रेभी बनाएर स्पेसल हाल्नुपर्छ। आज स्पेसल किन छ भन्दाखेरि आज डे अफ पनि हो मेरो आज कामको। आज बिदा छ, त्यसैले जाने बनाउने अनि खाने हो। अनि त्यसपछि रेस्ट गर्ने। मिल्यो भने एउटा मुभी हेर्छु, नत्र घरमा कुरा गर्ने, बुढीसँग छोरीसँग कुरा गर्ने, बस्ने। यसरी नै जान्छ जस्तो छ मेरो आजको दिन। आज मजा आउँछ। अब ट्राफिक लाइटमा बस्दैछु, के गर्नु। मेरो बानी नै भइसक्यो रनिङ गर्ने। भयो होला लगभग मेरो 2.5 month जति भयो होला, साढे 2 महिना भयो होला म रनिङ गर्न थालेको। तर कहिलेकाहीँ चाहिँ ब्रेक हुन्छ, ब्रेकडाउन हुन्छ कहिलेकाहीँ, आइडोन्ट नो। त्यो त अब मेरो स्केड्युल नमिलेको भएर हो। टाइमिङ टाइम मिल्दैन। टाइम नमिलेपछि अनि अलि अप्ठ्यारो हुन्छ। त्यसले गर्दा सुत्ने टाइम पनि मिल्दैन। फेरि सुत्ने टाइम नमिलेपछि झन् गाह्रो हुन्छ। रनिङ चाहिँ गर्नुपर्छ गाडी। मलाई पनि मोटिभेसन चाहिँ एकदम मिल्छ यो रनिङ गरेपछि। मेरो माइन्ड, मेरो बडी अनि मेरो डाइजेसन पार्ट चाहिँ एकदम राम्रो। त्यसले गर्दाखेरि फोकस हुन्छ। जानी non-stop राउन्ड त मैले त जहिले गरिरहने ठाउँमा चाहिँ 10 रन हाल्नुपर्छ। आज बिदा पनि छ, सो आज गर्नुपर्छ। नर्मली मैले बिदामा गर्छु 10 राउन्ड, नत्र काम भएको बेला चाहिँ 5 टाइम्स, इफ नट इनफ लाइक 6 or 7 टाइम्स गर्छु। आज त गर्नै पर्छ 10 टाइम्स। आज त गर्नै पर्छ जसरी भयो। ल एकैछिन राखेको है त, अहिले फेरि म कन्टिन्यू गर्छु। ल यहाँदेखि सुरु हुन्छ आज मेरो दिन। अब झ्याप्प भएर अब क्यामेरा टर्न अगाडि गर्न मिल्दैन, फेरि अगाडि पछाडि टर्न गर्नुपर्छ। अलि राम्रो मोबाइल भएको भए फ्रन्ट पनि गर्न मिल्थ्यो, पछाडि अगाडि गर्न मिल्थ्यो होला। एउटै भिडियोबाट गर्न मिल्दैन, त्यही भएर यो समस्या भनौँ कि अब के भनौँ, त्यस्तै हो। जे भए पनि अगाडि बढिन्छ, रन गरिन्छ, त्यही हो। यताको मौसम दृश्य एकदम राम्रो छ। सधैँ आउने ठाउँमा यतै नै हो। आएर रन गर्ने, फर्स्ट त एक्सर्साइज गर्न परिहाल्यो, अनि त्यसपछि मात्र बल्ल रन गरिन्छ। अहिलेको लागि चाहिँ यहाँको ब्याकग्राउन्ड भ्यू भन्छ नि,
ये देखेर यो चाहिँ खतरनाक छ अब म यहाँ एक्सर्साइज गर्छु अनि त्यसपछि कुद्छु है त कोहीहरू फेरि रन गर्दैन आफ्नो त गर्छ म चाहिँ रनै गर्छु समटाइम्स अहिले काहीँ चाहिँ वाक गर्नु मन लाग्छ वान राउन्ड आज 10 चोटि गर्नुपर्छ Let's go. यो गर्दा गर्दाखेरि मलाई बुझ्ने कल गर्छ उठेछ जस्तै छ Just run. अब म युट्युबमा हाल्छु यो भिडियो मेरो है अब म अहिले कुद्छु एन्डमा फेरि लास्ट एउटा भिडियो बनाउँछु अनि त्यसपछि आई विल अपलोड द भिडियो इन द युट्युब स्टे कन्टिन्यू है त ल होइन मैले फोकस गर्नु पर्यो 10 round ल फाइनल्ली 10 round कम्प्लिट गरेँ मैले है त ट्याक्क एक्ज्याक्ट टाइमहरू अब 11:10 मा सुरु गरेको अहिले 11:45 going to be 45 र 43 मानौँ न 43 भएछ है त आई थिङ्क अझै एक राउन्ड हाल्नु पर्ला जस्तो लाग्यो मलाई अझै मलाई गरम अझ रनिङ गरौँ जस्तो लागिरहेको छ त्यही भएर आई थिङ्क आई विल डु इट नाउ one last round let's do one last round I will do with a video let's go Let's do this one last time. Oh my gosh. 11 round. 11 हुन्छ मेरो अब यहाँ फेरि कस्तो छ भन्दाखेरि यो रनिङ गर्ने ठाउँ अलि उकालो तर सम्म छ त्यही भएर अलिकति यिनीहरू सेभ गर्दै बिस्तारै रन गर्दै अलिकति हाई स्पिड गर्दै गर्नुपर्छ अनि बल्ल हुन्छ यो लास्ट राउन्ड चाहिँ म चाहिँ फुल भिडियो 1 राउन्डको बनाउनु पऱ्यो एट द इन्ड सम्म है त अहिलेसम्म 10 राउन्ड चाहिँ गर्दै र आज म 11 राउन्ड गरेँ धेरै ढिलो गर्नु पनि हुँदैन फेरि खाना पकाउँछ अनि भोक पनि लाग्दैछ मलाई लास्ट राउन्ड अलिक चाहिँ आज इनफ हुन्छ भोलि मेरो 4 बजे ड्युटी छ भोलि पनि आई विल डु ओन्ली 5 राउन्ड किनकि काम भएको बेला चाहिँ 5 राउन्ड हो छुट्टी भएको बेलामा चाहिँ त्यही नै गर्छु त अलिक काहीँ चाहिँ त्यो मुड अनुसार हुन्छ कहिले त्यो इनर्जी अनुसार अब जस्तै आज हेर्नु न आज 10 भनेको 11 हिजो 5 गर्ने भनेको 7.5 गरेँ हिजो राउन्ड तर हिजो मेरो काम पनि थियो त्यो भने टाइम हेरेर हुन्छ अलिकति चाँडो भ्याइन्छ टाइम अनुसारको
20 minutes त गर्नै पर्छ लास्ट वान नन स्टप गरिरहेको छु यहाँ बुढा मान्छेहरू पनि छन् यहाँ बल्ल सुरु गर्दैछन् त्यो पनि हेऱ्यो भने गर्दै गयो भने रमाइलो हुन्छ कसम पसिना त a lot of weight and sweat भइसक्यो last finally complete 11 round. At last, this is my ending point and starting point. Yeah. Let's run with the slow. अब बिस्तारै warm up गर्दै अनि जानुपर्छ. Slow. एकैचोटि अब रन गरिसकेपछि एकचोटि बस्न पनि हुँदैन नि त त्यही भएर अब बिस्तारै त्यो रन गर्दै बिस्तारै त्यो बडीलाई एकदम त्यो लेगलाई एकदम बिस्तारै लुज गर्दै अनि गर्नुपर्छ अनि आजको मर्निङ रन पनि दामी छ Oh my god. यस्तो दामी जङ्गल छ है मजाको हिँड आउँछ सिजन लिँदैछु Oh my god. So good. यति मजा आयो आजको मेरो दिन बब्बालै हुन्छ अब यो भिडियो एडिट गरेर हाल्नुपर्छ हल्का एडिट गर्नुपर्छ कि सायद हैन हाल्छु यहाँको सराउन्डिङहरू पुरै यता पुरै घरहरू छ है यतातिर यहाँ माथितिर पुरै फेरि डाँडा छ यति रमाइलो छ ठाउँ यहाँको रनिङ गर्ने एरिया पनि कति राम्रो छ यस्तो दामी तरिकाले वेल त्यो हुन्छ नि सम्म बनाएको छ क्या स्ट्रेट एकदम खाडकुली पनि छैन कतै तर बडो मजा आउँछ है रनिङ गर्नु गाइजहरू सबैलाई रनिङ गर्नु भन्छु बिहान बिहानको रनिङले गर्दाखेरि एकदम मजा आउँछ पुरै बडी नै एकदम रमाइलो त यस्तै इन्भाइरोमेन्ट त देख्नुहोस् न तपाईँहरूले पछाडिको यताको इन्भाइरोमेन्ट अनि म यति रमाइलो छु म पनि होइन त मान्छेहरू यहाँ आउँछन् रन गर्छन् अनि दिनभरि काम पनि राम्रो हुन्छ सोच पनि राम्रो हुन्छ विचार पनि राम्रो हुन्छ अनि त्योभन्दा के चाहियो र अझ यहाँतिर रेस्टुरेन्ट होला सानो एउटा यो रेस्टुरेन्ट जस्तै छ एउटा इन्भाइरोमेन्ट अझ यहाँ फिसहरू छ यस्तो राम्रो यस्तो दामी फिसहरू छ ल त्यो दामी ठुलो फिसहरू छ यहाँ पालेको छ दामी सराउन्डिङमा अझ म यहाँ छु अनि फिस यहाँ छ ओ माइ गॉड यी फिसहरू यहाँ छ कस्तो मजाले र त्यो दामी इन्भाइरोमेन्ट त यहाँ पो छ त अनि ओ माइ गॉड ल बारु तोप नेपालमा तोप यहाँ रहेछ ल अब आजको दिन एकदम रमाइलो हुन्छ अब गएर खाना बनाउँछु अनि त्यसपछि अब एडिट गर्नु पर्यो भिडियो बनाउनु पर्यो हाल्नु पर्यो होइन युट्युबमा अनि त्यसपछि बुढीसँग छोरीसँग कुरा गर्छु
अनि मिल्यो भने एकछिन मुभी हेर्नु पर्यो। अब यसरी नै जान्छ मेरो आजको दिन। भोलि फेरि काम छ हैन, काम पनि गर्नै पर्यो, दिनलाई पनि राम्रो बनाउनै पर्यो। आफू बेडबाट उठेपछि चाहिँ सक्यो के, त्यस्तो दिन राम्रो हुन्छ। एउटा मेन्टालिटी चाहिँ बनाउनु पर्छ आफूले। मैले चाहिँ गरेँ है, तपाईहरु पनि गर्नुस्। बिहान बिहान उठ्नुस्। बिहान भएन भने अब तपाईहरु कस्तो स्केड्युल छ, अब बिहान ड्युटी छ भने इभिनिङ वाक जानुस्, इभिनिङ रन गर्नुस्। अब आफ्टरनुन इभिनिङ सिफ्ट छ भने अलिकति चाँडो बिहान उठ्नुस्। अलिकति ढिलो उठ्दा तपाईलाई कसरी ब्यालेन्स हुन्छ मेन कुरा। अनि प्लस तपाईले सुत्ने टाइम पनि मिलाउनुस्। 7 आवर्स स्लिप हामीलाई त हुन्छ जस्तो लाग्छ। 7 आवर्स सुत्दाखेरि चाहिँ इनफ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। म 2 बजे सुते पनि बिहान 9:30 बजे म उठ्छु। 9:30-10 बजे उठेर 9:30-10 बजे उठ्छु। अनि त्यसपछि अलिकति फ्रेस भएर अनि रन जाने हो, कुद्ने हो। अब यहाँ 12 बज्न लाग्यो, जान्छु अनि बनाउँछु। अझै कन्टिन्यू गर्छु होला सायद है। ल अहिले राखेको है त, एकछिन 5 मिनट त मेडिटेसन गर्छु अनि त्यसपछि जान्छु। अहिले ट्याक्कै एक्ज्याक्टली कति भयो, 11:49 भयो। यस्तो दामी छ आजको दिन। ओ माई गड, आज चाहिँ घाम लागोस् भनेर सुज पनि लिएर आएको मैले। आज घाममा सुकाउनु पर्यो भनेर। यहाँ चाहिँ वासरुम छ है गाइज। यहाँ चाहिँ वासरुम छ। अब जान्छु। वासरुम पनि कति राम्रो क्लिन छ यहाँ। अब जान्छु म है त। अब मेडिटेसन गर्नु पर्यो एकछिन होइन, फ्रेस डिसिप्लिन त हुन पर्यो होइन र, के हो कि होइन हो नि। बिस्तारी ओह्रालो झर्दै घरतर्फ लाग्दै। अझ मेरो त अझ पुसअप पनि गर्नु छ। 25 पुसअप त गर्नु पर्यो है। 25 push-up and then I will go to supermarket and then I will buy the chicken with pumpkin खानु पर्छ। मजा आउँछ आज, साह्रै मजा आउँछ। आज घाम लागेको भए मजाले त सुकाउनु मिल्थ्यो। आज जुत्ता मजाले त्यसलाई अलिकति फ्रेस बनाउनु छ कि सुजलाई। जुत्ता लाएर अलिकति घाममा सुकाउनु पर्ने छ भनेको हो। अब म पुसअप गर्छु है त, 25 पुसअप गर्छु। त्यसपछि चाहिँ ब्याक टु स्ट्रेचिङ गर्छु। अनि स्ट्रेचिङ गर्छु। 25 हाल्नु पर्यो है त गाइज। 1 2 3 go 2 3 4 5 2 3 4 15 अझ 10 बाँकी छ गाइस। Five last more. 1 2 3 4 5 done.
25 पुसअप गरेँ। अब चाहिँ जानुपर्छ